हेलो नमस्ते एभ्रिवान, स्वागत छ मेरो युट्युब च्यानलमा। आज मैले घरमै लाफिङ ग्राउन्ड लगाएको छु। सुरुमा त मैदालाई पिठोमा मोलेर डो गराउनु होला, मजाले मिक्स गर्नु होला, मजाले यस्तो डोल गर्नु होला। एटलिस्ट आधी घण्टा जति राख्नु होला। त्यसको लागि त्यो राखेपछि मैले लाफिङको लागि मसला रेडी गर्दैछु। मसलाको लागि मैले तेजपत्ता, अदुवा, जिरा, स्टारहरू जस्तै मसलाहरू तेलमा फ्राई गरेँ। त्यसमा लसुन पनि एड गरेँ, मजाले फ्राई गर्ने। यतिको मजाले फ्राई गरेपछि मैले अघिको रेडी पारेको मसलामा यो फ्राई गरेको तेल एड गरेँ। हालेपछि मजाले एड गर्नु होला। यो मैले खुर्सानीको धुलो हो है। खुर्सानीको धुलोमा यो तेल अघि फ्राई गरेको मजाले मिक्स गर्नु होला। मजाले मैले थोरै तेल कम भएछ यसमा। त्यसपछि अघिको जुन डो ग्राउन्ड भएको छ नि, त्यसलाई सफा पानीमा एउटा भाँडामा मजाले मिक्स गर्नु होला। मजाले मिची त्यसलाई पानीमा मजाले मिच्नु होला। त्यो मिचेपछि यसमा लास्टमा ग्लुटेन जस्तो निस्किन्छ र यो पानीलाई छुट्टै भाँडा मजाले छान्नु होला। हेर्नु त यस्तो निस्किन्छ। यसलाई मजाले सफा पानीमा पखालेर राख्नु होला। त्यसपछि अघिको जुन पानी थियो नि साइडमा राखेको, यसलाई चाहिँ एटलिस्ट 1 घण्टा साइडमा राखेपछि यतिको पानी छानिन्छ। यो माथिको पानीलाई फालिदिनु होला। त्यसपछि तलतिर जमेको हुन्छ, यसलाई मजाले मिक्स गर्नु होला। मजाले मिक्स गर्नु होला। त्यसपछि यसमा मैले थोरै कलर हालेँ। कलर पनि हाले पनि हुन्छ, बेसार पनि हाले पनि हुन्छ। त्यसपछि मैले मोमो पकाउने भाँडामा स्टिम गर्न लगाएको छु। त्यसको लागि मैले यो प्लेटमा थोरै तेल हालेर मजाले अगाडिको त्यो ग्लुटेन भन्नेलाई मजाले स्टिम गर्न लगाएको छु। मजाले फिजाउनु होला। त्यसपछि मैले स्टिम गर्न छोडिदिएँ। त्यसपछि म लाफिङको लागि प्रोसेस गर्न लगाएँ। त्यसमा अघिको सेम मजाले तेल हालेर अघिको उसलाई मजाले फिजाउनु होला। त्यसपछि यसलाई मैले स्टिम गर्न छोडिदिएँ। एटलिस्ट 10 मिनट जति गरिदिनु होला। 10-5 मिनट भए पुगिहाल्छ। त्यसपछि यतिको पाक्छ। पाकेपछि एकछिन बाहिर राख्नु होला। एकछिन सेलाउन दिएपछि निकाल्नु होला। यसरी साइडबाट चकुले बिस्तारै निकाल्नु होला। यतिको निस्किन्छ। त्यसपछि अघि रेडी पारेको मसलाहरूलाई मजाले एड गर्नु होला। यसरी नै अरू लाफिङ पनि रेडी गर्नु होला। मैले अरू लाफिङ पनि यस्तै गरेर रेडी गर्न लाग्थेँ। त्यसपछि मैले लाफिङ गर्नको लागि सुरुमा गराएको यो ग्लुटेनलाई मसिनो पिसमा काटेँ। त्यसपछि लाफिङमा रेडी भएपछि अघिको मसलाहरू एड गरेँ। यसमा अघिको मसला अनि थोरै नुन, त्यसपछि सोया सस, भिनेगर हालेर मजाले मिक्स गर्नु होला। मजाले सबैमा चारैतिर मजाले लाउनु होला। लगाएपछि अघिको ग्लुटेन राख्नु होला। त्यसमा आफूलाई के मनपर्छ, चाउचाउ, बदामहरू एड गर्नु होला। यसरी एड गरेपछि यसरी र्याप गरेर मजाले काट्नु होला। त्यसपछि रेडी भयो लाफिङ, होममेड लाफिङ। हजुरलाई कस्तो लाग्यो? आशा गर्दछु हजुरलाई यो भिडियो पनि अवश्य राम्रो लाग्यो होला। भिडियोलाई लाइक, सब्सक्राइब, कमेन्ट गर्न नभुल्नु होला। थ्याङ्क यू। अन्तिममा हजुरले पनि यसै गरेर घरैमा होममेड लाफिङ गरेर खानु होला। असाध्यै मिठो हुन्छ।